अँ त्यसो नि पर्दो रहेछ यार। कसरी खेल्ने हो र त्यो? ज्याकपट हो क्या, पैसा घुसाउने खेता खेता उठाएर बस्ने। त्यसले चाहिँ 260 को बेट लगाएको थियो एक बिटमा क्या, मतलब एक पञ्चमा। फेरि पर्दै परेन भने त रित्तिन्छन् नि। जितिन्छ नि म अनि। त एकदम लिमिटेड खेल्ने हो क्या। टाढो हुन पर्दो रहेछ क्या त्यहाँ त। 5-10-20 रुपियाँ लाने अनि त्यसमा लाग्न सुरु भयो भने त्यसैबाट खेल्ने, नत्र नखेल्ने कि सट्टै नि। आज त जुन मिसिनमा गए पनि गेम चेन्ज गर्दै खेलेको पढ्दिने यार। अनि 500 युरोसम्म भएको थियो। फेरि लोभले त्यति लाभ बेला हिँडिहाल्नु गरिरहन्छ। पर्दो के नि। पढ्थ्यो कि रे। अझै आउँछ कि भन्ने हुन्छ नि त नि। दाइ होइन जान्छ कि हो भन्ने भयो त्यो हिन्दी। म लाइफमा एकचोटि मात्रै गएको कि यहाँ क्यासिनो होइन। क्यासिनो गइयो साथीभाइको सङ्गतमा क्या, त्यत्तिकै पौडी खेल्न गएको मान्छे, त्यत्तिकै मलाई फेरि त्यो इन्ट्रेस्टै थिएन क्या जाने। कर कापमा गएको क्यासिनो गएको माथि थर्नी एटिएम चाहिँ भित्र सबै त्यहीँ है। सुरुट खान पाउने, बियर सियर भित्र खान पाउने, सबै त्यहाँ रमाइलो रहेछ। म त बियर खाँदै खेल्दै गरेको त 500 रुपियाँ त चिरिप्पै भ्याइयो। यो रक्सी खायो भने त्यसपछि झन् त एग्रेसिभ बनाउँछ कि। त्यसपछि झन् त मलाई हाल्यो त झन् रिस उठ्यो कि। झन् रिस उठ्यो होइन। अब 500 रुपियाँ भ्याइसक्यो। अब 200-300 युरो थियो त्यो एटिएममा। यो कि सबै रित्ताउँछु कि त साम भयो नि त लानु पर्यो। यसरी त रित्तिएर त जान भएन। अब रातभरि निद्रा लाउँदैन मलाई फेरि। त्यो पैसा लिएर ल्याएँ खानु क्या हो। भन्नु एनिमी आयो मतिर। त्यही त भनेको थियो त। त्यो त माथि माथि। Marked a location. यो यहाँ बुट्टाको ढल्यो, बुट्टामै छ। फोरेक्स चाहिन्छ। भन्नु नखाने क्या यसले मलाई यार। हिलिङ चाहियो भने मसँग छ। यहाँको इन्भाइरोमेन्ट भनेको दाइ त्यो कस्तो, जति बस्यो नि 1-2 चोटि दिन्छ क्या तपाईँलाई चान्स। त्यो चान्समा बस्ने अनि हल्का हल्का दिँदै गऱ्यो भने खेल्ने, नत्र हिँडिहाल्ने हो क्या त्यो दिएको बेलामा। त्यहाँ बस्यो भने त अब 100-200 रुपियाँ जान्छ। 100-200 रुपियाँ त भनेको त धेरै जस्तो लाउँछ नि त। यसलाई त तान्नै पर्छ भन्ने हुन्छ कि। मैले यहाँ टाढाबाट देखेको थिएँ तर कस्तो भाइको त कडा रहेछ त किलपिट। कडा हात नि। पुरै चाहिँ होली नै मनाए जस्तो आउँदो रहेछ। के अरे युट्युबमा च्यानल छ भाइको जिडिएचएम भन्ने, हेर्नु भयो नि? छ
6जना खान्छ तैँले बनाएछ कि बनाएनस् च्यानल? ओ यहाँ हेर त लाइन लाएर गाडीमा कता 2जना नक। 5 को एमो सक्यो। तिमीले त्यो एकेएम लिनु पर्ने त्यो 7 को थियो नि त नि। 7 को एमो जाने त छ मसँग। त्यसले हानेर त नि। अक्को सही हुन्छ नि झन् त। हुन्छ होला अस्ति खेलाको। स्याङ्ग्रो लोकल जस्तो हो क्या त्यो भनेको। लोकल भन। लोकल भनेको हामी जस्तोले धान्ने हो। लोकल भनेको चाहिँ अग भइहाल्यो। स्याङ भनेको एम्फर हो क्या। अहिले त रातन दाइलाई त यस्तो ओए हाने एनिमी आयो। हान्नु हो दाइ? ए ढलाइदियो नि। हुन सानोतिनो खेलाडी हो नि। दाइलाई त आजकल त कान्छा दाइले त आजकल त रक्सीको नाम लियो भने नि रिस उठ्छ। त्यस्तो होइन होइन होला। हो तिनको ब्याग Watch चाहिँ out. खाइछ। Watch out! नि यहाँ उडेर जाम के मसँग उड्ने कुरो हो। ए हो उडेर अपार्टमेन्ट स्कुलतिरै जाम न अब। पहन 5 गायमा त त्यही भएर त 5 को EMमा बोतल नजाम भाइ भने के अघि भाइलाई। जाम 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 यता खुल्यो। ओ कता हो एटच वहाँ बाहिर रहेछ म छुटे यार स्योर छुटे। ए भगवान ए छुट्यो तिमी। कति यहाँ छ टाइम? पछाडि गाडी खा यहाँ गाडी Mark the लिएर आऊ vehicle. गाडी खा। भेट्दिन मैले। अहँ। ओ आउ धरे रे साथी। यो मात्रै हिँड्ने। सेल्टरको सेल्टर आऊ है सेल्टर। गाडी का छ भाइ गाडी जल्यो हो त्यो त। त्यो भित्तातिर हो क्या अर्को। ए है 5 गायमा लिएर आइदियो कान्छ। राजन दाइले सब लिएर जानुभएको छ 5 गायमा त। आऊ के सेल्टर आऊ किन जमा। यो यार
खोइ त नि अर्को ओइ अर्को निकाल सबै सोधिदियो एउटा चाहिँ क्या यताको लुट्ने होइन कान्छ 5 को त 0 छ त दिए ये मैं स्मोक धेरै भएछ के यति बेला त लड्ने पुग्यो ल कताको गाडी दाइ यो 50 को एमो जाने छ नि अटोमेटिकली आफै झर्छ किन हो ओइ राजन खदान आफै झर्दिन्छ यार त्यो के म्याक सेल्टर आइसक्यो हामी कुन बाटो लाइसक्छ ठिकै आयो त त्यो खै दाइले पछाडिबाट हाने त नरोक्न यहाँ Watch out! सके मरे सकिए इनका टुपी लुक्न मेरो 5 को एमो त सकेन मरे इन्टा नलुटी त तातेको मात्र बोकेर चाहिँ फेरि हेरन्छ ल न कसै दाइले यहाँ 5 को किनिदिन्छु भनेर दोकान आएको के अरे गाडी यहाँ चढेर भन्नु ल नि त के भयो 5 मिनट भयो गाडीमा बसेको फेरि गाडी चल्दैन दाइले हान्नुभएको एउटा होइन अर्जुनले मानचुडी खायो एउटा मैले त हानिन क्या यहाँ त ए यसो मैले हानेको एउटा दुईटै मैले हान्ने थिएँ पछाडि यता घरमा Watch out! घरमा ए छिट चला 5 को म सकिन हो फेरि पछाडि पनि ओइ झर त ल कसले हाने फेरि यसले नि 5 को एमो खाइदियो यसलाई त यहाँ अनि यत्रो झोला यो झोला के भएर फुल हुन्छ यार त्यही भएर म दिक्क परे ल यहाँ दाइ राजन दाइ यहाँ हेल्थ होइन हेल्थ छ क्या टन्नै मलाई चाहिँदैन कि के नि हो ए यस्तो जनसँग बैठो भाइ डराइन्छ बैठो
सब कान्छाले हान्नु भ्यायो यार यहाँ राजन दाइर कान्छा ऊ अगाडि अगाडि Watch दौड out! ए हान अनि ल अर्जुन लुट जाऊ 5 को ओ लुट्ने अब ओ ओइ कस्तो दाइले लुट भनेर त पनि छोड्दिनु भाइ अनि एनिमीले हाने नि त अनि अनि यस्ता कहाँ छोड ए तर खा त त्यसले त भेट्यो भेट्यो अर्गन छ ओइ मलाई टाङ्मुनिबाट हाल्यो होइन यो झोला के हो भनेपछि मैले ओइ त्यहीँ छ अझै अझै छ त मलाई केले आएन त्यसको यही छ मेरो घरमा छ दुईटा माथि बम फाला त मैले ऊ हानेको हो तल झऱ्यो एउटा त दुईटा माथि होला Shy. Kaन्छ अघि तले नि छैन त्यस्तो छोडेन दाइले 5 गेम ल्याउ भनेर त ट्याङ गाडी बजाइदिएको एनिमीले छोडिदिनु भयो राम्रो खेल्नेहरू भए त म त्यही सेटर आउँथे अहिले गुड राजाजी घोडा सवार गर्दै आउनुहुन्छ भोलि 6:30 बजे उठ्नुपर्छ यार अघि हल्का एक प्याक लगाएर अस्ति दाइ र म यहाँ यस्तो दामी गेम भएको थियो है दाइ यहाँ है मलाई 3 चोटि नगरेर ओइ भाइ निमी ए भन्दाले छ त्यो हैन यो पछाडि बसम सेभमा बसम ओपनमा झरेको गेम त के हो हुन्छ कि यहाँ छ त यो दुनिया लुट न थेगो हो यो दाइ ए यो त हाम्रो 4 नम्बरले हानेको 4 नम्बरले हानेको
ए त्यो त Watch out! Watch out! Watch out! तिमीकै छैन यार तिमीको मात्रै रहेछ आउनु त्यो 6 को फाल्नु चाहिँ आउनु तिनको दिन है तिमीको दिन चाहियो नि पढाइ चलाउँछ त्यहाँ 6 अझ नजाऊ अझै निर हेरी 5 को छ टाढा अब त 7 जना मात्रै टिएममा भए हानिन्छ अब त टेन्सन छैन चारवटा भाइ यतिवटा भाइ हो छन् एउटा पेले जोनले खेल्यो ए दुवटा भाइ ओइ दाइले दे दाइले मैले कुहाडा आउँदैछ है कसले Marked a देख्छ ल पहिला location. Marked a हान्न location. नमले म हेर्दै छु वा उफ्रिँदै आउँदैछ ऊ कतिजना हो एक्लै छ ऊ यहाँ आयो Marked a location. त्यही भएर उफ्रेको होला बिग फ्यान भन्ने अनि आफै नि उफ्रिँदा ड्याङ्गो गोली हानिदियो नि त
ए आयो लास्ट दाइतिर गएर लुकेर मरे यत्रो मेहनतले हानेर त छ्याट त- चाक फरक जसले देखेको त्यसलाई दियो क्या त्यसले किल अँ लास्टमा पौडिनु पर्छ के अरे 135 रुपियाँ एउटा घर किन्ने पचङ्किया घर किन्ने पैसा भइसक्यो 32 मा सान छ ए Marked a location. हो र ए ऊ दे हमले टाउको ताकेको पक्कै हान्दियो कसले कान्छाले हाने क्या Victory belongs to us. The winner is us. कहाँबाट हेरेको तैँले कहाँबाट देखिस् कहाँ थिइस् त ए यार Watch out! किल जति कान्छाले